आज चाहिँ हामी बनाउँदैछौँ लाफिङ घरमै र कसरी लाफिङ कसरी बनाउने भनेर चाहिँ तपाईँहरूलाई म राम्रोसँग सिकाउन जाँदैछु। आउनुहोस् किचनतिर। ल त भएन नि त। अब के गर्ने भने अब लास्ट हो यो चाहिँ हामीले हिजो नै बेलुका रेडी गरेको थियौँ किनकि यसलाई 3-4 घन्टाको लागि रेस्ट गर्नु पर्थ्यो अनि हामीले सिधै बेलुका गर्दाखेरि झन् मच बेटर होला भनेर। यो चाहिँ हाम्रो पानी, यसमा अब बेसन मिसाउनु भएको थियो थोरै, म मिसाउँछु। बेसन मिसायो भने चाहिँ पहेँलो खालको हुन्छ, होइन भने त्यस्तै हाल्यो भने चाहिँ व्हाइट खालको हुने होला। बेसन होइन बेसार, बेसार त बेसन भन्यो नि त, बेसन भन्ने बेसार भन्नु मैले। कि फोटो गरेर हाल्थ्यो नि त होइन कि यस्तैमा खाने त लागेन नि त। तेल हालेर हाल्नु त जानुहुँदैन होला। त्यो धेरै नहालै तितो हुन्छ। त्यसो यस्तैमा बनाइदिउँ भन्छ, एउटा ट्राई गरौँ न। हामीले चाहिँ युट्युबमा धेरै भिडियोहरू हेऱ्यौँ जसमा चाहिँ बेसार हालेर पहेँलो बनाएका थिए। हामी जति ऊ हाल्दाखेरि पनि पहेँलो नभएको भएर चाहिँ हामीलाई रिस उठेर हामीले अलिकति फुड कलरै हाल्थ्यौँ। तपाईँहरू पनि यही गर्नु होला, बेसार हालेर पहेँलो बनाउनु ट्राई गर्नु होला। जति गर्दा पनि पहेँलो बनाउने रिस उठेर म जस्तै हालिदिनु होला फुड कलर। भाँडामा हामीले यो भित्र हाल्ने पार्ट यो त्यो ग्लुटेन भन्छ त्यसलाई चाहिँ, हेर्दा चाहिँ त्यो मस्यौरा जस्तो देखिन्छ। अब यसलाई एप्रोक्सिमेटली 10 to 20 मिनट्सको लागि जति सेट गरिदिने यहाँनिर मात्र। त्यति भनेको छ युट्युबले पनि। हामी पनि अब त्यस्तै हेर्दै बनाउनु ट्राई गरेर, अब प्रोफेसनल त होइन, अब एक्सपर्ट सब त गरौँ न ट्राई गर्दा। हामीले चिल्ली ओइल चाहिँ अगाडि नै बनाएर राखेको थियौँ। चिल्ली ओइल चाहिँ यस प्रकार छ, 1-2 दिन भयो बनाएको, फ्रिजमा राखेको थियौँ। अनि त्यही चिल्ली ओइल युज गर्न आँटेको हामीले चाहिँ। र चिल्ली ओइलको रेसिपी चाहिँ हजुर आफै भन्नुहोस्। यस्तो खालको चिल्ली ओइल बनाउनका लागि चाहिँ हामीले प्रयोग गर्नुपर्ने हुन्छ सुकेको खुर्सानी। मैले चाहिँ सुकेको खुर्सानी बनाएँ, अरू मान्छेले अरू अरू तरिकाले नै बनाउँछन्। सुकेको खुर्सानीलाई पहिला कराईमा पर भुट्ने, भुटिसके पछाडि त्यसलाई त्यतिकै तेलसेल केही नहालिकन भुट्ने, त्यसलाई मिक्सरमा पार्ने। त्यस पछाडि एउटा भाँडोमा यसलाई चाहिने लसुन ससुन के चाहिन्छ यसो हालेर तेलमा मजाले फुराउने। त्यो धुलोलाई पनि त्यसैमा झ्वास त्यो तेलमै झ्वास हाल्ने, घोटिएर नि पाक्यो कस्तो छिटो। त्यसको लागि धेरै टेन्सन लिनु पर्दैन। अलिकति नुन हाल्यो, खुर्सानी हाल्यो, अरू केही नहाल्यो नि हुन्छ, नुन खुर्सानी अनि तेल एकछिन मजाले पुचुक पकाउने। तर पकाउनको लागि चाहिँ ऊ हाल्ने, त्यो सुकेको खुर्सानीलाई एकछिन तेलमा फ्राई हानेर यत्तिकै अनि मिक्सरमा भुइँया पाऱ्यो भने चाहिँ त्यसको बास्ना आउँछ। अरूलाई चाहिँ खाएर आउँछ, खानालाई चाहिँ खुब मिठो बास्ना आउँछ। यसरी हामीले पकाउनेवाला भाँडामा चाहिँ तेल दल्नु पर्ने हुन्छ। अब यो तेल चाहिँ कति दल्नुपर्छ थाहा छैन, मलाई तर धेरै नै भयो जस्तो लाग्यो। तेल हाल्यौँ यहाँ सुरुमा हामीले 2 प्लेटमा, यो ठिक्क मोमोको यो भित्र अट्ने खालको छ। अनि अब यसलाई हाल्न आँट्यौँ, एकदमै पातलो हाल्नु भन्थे, धेरै पनि नहाल्ने थोरै पनि नहाल्ने। धेरै थोरै भए पनि फेरि उकिन गाह्रो होला। प्लेटको सबैतिर बराबर पारेर फैलाइदिने। भन्नुहोस् है त्यो भएको छैन, फेरि यतिकैमा हालेछ यहाँनिर नभन्नुहोस्, म मिलाउँछु। त्यसलाई मेरो मिलाउने बाँकी छ। यो उकिँदैन भन्ने मात्र पिर लागेको छ मलाई, त केही लागेको छैन।
किनकि फर्स्ट टाइम ट्राई हो भएर भएन भने यत्रो यहाँ आइटम्स ग्यास सबै थोक मास मात्र हुन्छ गाडी मात्र खाइन्छ अनि अर्कोचोटिदेखि यस्तै पुरा ट्राई गर्ने हेरेको हेरे हो हामी त हेरेको हेरै सोचेर त हेरेको हेरै हो फेरि अर्कोचोटिदेखि पाइँदैन त्यो भने एकदमै होस पुर्याएर गर्दैछौँ गर्न चाहिँ अब टाइम मिस्टेक भएछ भने त अब के गर्न सकिन्छ र यो तल भने चाहिँ मैले लानेको ठेला खुवाउनु पऱ्यो यहाँ हाल्यौँ यसरी यो एउटा प्ल्याटरमा भयो अनि यसको माथिपट्टि यो प्ल्याटरमा गयो यो भयो बाक्लोमा त हुनु हुँदैन फेरि यो है टाइम खै मोबाइल गोजीमा होला नि अहिले भयो ठ्याक्क 3:47 भयो अब यो माथिको चाहिँ कति मिनट चाहिँ माथिको 2 देखि 3 मिनट यो तलको चाहिँ 42 मा राखेको 15 देखि 20 मिनट राख्नु भनेको थियो अब यो निस्किन्छ यो माथिकै निस्किन्छ फर्स्टमा 2 देखि 3 मिनट धेरै पनि हुँदैन यो होस् अनि तल गएर गर्नुपर्छ म भाडामा राखेको चिज चाहिँ यस्तो देखिन्छ अब यसलाई आफ्टर 2-3 मिनट निकाल्दैछौँ अझ हामीलाई निकाल्दैछौँ अब हामीसँग चाहिँ त्यो रबरको स्प्याचुला टाइपको के हुन्छ त्यो नभएका कारणले वाट पर्फेक्ट ठेला खोल्न लाग्यो थलथले रोटी अलिकति बाक्लो भएछ थलथले रोटी थोरै बाक्लो भएछ लाग्यो यसमा चाहिँ अब आई डोन्ट नो यस्तै नै हुने हो कि के हो चाहिँ टुक्रेस भन्ने मलाई एकदमै ठुलो आशा छ आई गट द पर्फेक्ट अब यसलाई तातोमा राख्नु हुन्छ कि हुँदैन चाहिँ मलाई थाहा छैन फेरि तातो राखेर यो नउकिने हो कि इलेक्सनमा अब हाम्रो 2टा बन्यो अब हाम्रो ग्लुटेन पनि रेडी हुन्छ यति बेलासम्म म यसलाई अर्को रेडी गर्छु अब हाम्रो झोल मेकिङको लागि लसुन केलाइ हुँदैछ लसुन चाहिँ हातैले केलाउनु होला किनभने हुन्छ नि हात मात्रै छ केलाउने अरू सरसाधन छैन मिसिन छैन भइदिया गयो त हामी त्यसैले केलाउनु होला भन्थ्यौँ होला हट जो यो लसुनलाई चाहिँ यसरी तातो पानीमा हाल्यो भने चाहिँ यो लसुनलाई चाहिँ यसरी तातो पानीमा हाल्यो भने चाहिँ के हुन्छ भन्दा यसबाट छिटै नै रस आउँछ यसलाई खासमा हाल्नु भयो नि त चिसो पानीमा 1-1.5 घन्टा मजाले ढडाउनु पर्ने हो तर यदि 1-1 घन्टा ढडाउनु मन छैन भने चाहिँ तपाईँ यसलाई तातो पानीमा हालिदिनुहोस् र यो पानीलाई सेलाउन दिनुहोस् यो पानी सेलाइसके पछाडि यसमा एक्स्ट्रा चिसो पानी एड गरे पनि हुन्छ र यहाँनिर छ हरियो लसुन काटेको यहाँनिर छ हरियो लसुनलाई हामीले चिली पेस्टमा मोलेको र अहिलेको हाम्रो थर्ड ब्याचको निस्किन जाँदैछ यसरी सारा च्यातिन्छ हाम्रो त च्यात्यो अब सबै चाहिँ च्यात्यो होइन तर कुनै चाहिँ च्यात्यो यसरी कुनै पर्फेक्ट पनि भएको छ यो चाहिँ भयो कि भनेको यो चाहिँ के भयो यो चाहिँ भयो कि ल यो चाहिँ भयो है गोला रोटी बनाउनु भएको अर्थ तपाईँ बिहे गर्नको लागि रेडी हुनुहुन्छ ल गरिहाल्नुहोस् म त गर्छु यो चाहिँ हाम्रो ग्लुटेन हो अब यसलाई हामी निकाल्दैछौँ यस्तो सेपमा निस्क्यो मेरो चाहिँ स्मेल ठिकै नै छ मैदाको त हो धेरै त के एक्सपेक्ट गर्नु अब यसलाई यस्तो सेपमा काट्ने भनेर देखाएको थियो अब हामीले पनि त्यस्तै सेपमै काट्यौँ यस्तो भयो अब लाइटिङले अलिक राम्रो नआएको हो कि ल तर्जुमा निकालेँ मैले तर्जुमा मसला पनि हालेँ अनि अब म बनाउँदैछु ल अब यो चाहिँ खास यसमै हाल्ने हो अहिलेलाई चाहिँदैन यो चाहिँ हाम्रो चिली ओइलमा यो प्याज मिक्स भएको भएर यस्तो देखायो होइन चिली ओइल मात्र लाउने हो भने चाहिँ तपाईँलाई राम्रै भेट्छ
प्राय मान्छेहरूलाई खास मनपर्छ नि त यो प्याज त्यो भएर पनि हामी चाहिँ अलिक बेसी नै प्रिफर गर्छौँ यसलाई अब यो चटाक चुटुक सकाइदिउँ यसलाई यो अन्तिम बाटो हुन चाहिँ यसलाई यसो गऱ्यौँ अनि यो बिचमा राख्ने यसरी चाउचाउ अलरेडी रेडी छ हाम्रो चाउचाउलाई वरिपरिबाट यसरी हाल्ने अनि त्यस पछाडि यसलाई यसरी यहाँ माथिपट्टिबाट अनि यसलाई यसरी माथिपट्टिबाट यसरी गर्ने अनि सेप दिने अरू केही नगर्ने काटिदिने 1 2 3 4 यसरी काट्ने अनि म यही कचौरामा हाल्दैछु त्यही भएर मैले अलिकति चाउचाउ थपिदिएँ सबैलाई खान मन लाग्ने होला किनकि चाउचाउ अलिक बेसी नै मिठो हुन्छ यो सो मैले चाहिँ अब यही कचौरामा चाहिँ अब म यसलाई हाल्छु ल अलिक मजाले भएन अब घरमा बनाएको त हो बसाना बनाए जस्तो हुँदैन यो चाहिँ हाम्रो ओभरअलमा सबै बाँकीहरू चाहिँ हाम्रो यसरी रेडी भइसकेको छ हामीले चाहिँ यसमा झोल हाल्यौँ झोल चाहिँ के हो भन्दाखेरि अघि हामीले ढडाएको एउटा लसुन पानी यही हो र अस्ति हामीले पानीपुरी ल्याउँदाखेरि झोल बाँकी थियो र यही झोल हो यही झोल हामी अलिक मिठो लाग्ने भएको भएर चाहिँ हामीले त्यो पनि प्रिफर गरेर हालेको हो ल म्याडम एक बाइट हाल्नुहोस् त अब म यसले भन्दा नि म चाहिँ यसरी खान्छु है त कस्तो हुन्छ आफूले बनाएको त अब बेसी मिठो त हुन्छ आफूले बनाएको भनेर राम्रो रिभ्यू दिएको नभने मिठो लागेन मलाई लागेन भन्छु अलिक नुन पुग्न पर्नुपर्छ अब चाहिँ मेरो भालो अनेस्टली दिनु त्यो घरमा बनाएको भनेर त मिठो भयो वाउ भनिदिनु पर्दैन टेस्टै लाफिङ जस्तै नै छ धेरै छैन अब यो भिडियो हेरेर रेसिपी चाहिँ नसिक्नु होला किनभने हाम्रो भ्लग मात्रै हो रेसिपी सिक्ने भए चाहिँ अरू राम्रो रेसिपी बनाउने सिकाउने भ्लगहरू छन् यो चाहिँ ठिकै छ मिठै छ जे होस् तपाईँहरूलाई पनि यो हेरेर क्रेभिङ भयो भने चाहिँ अर्को राम्रो भिडियो हेरेर बनाउन सिकेर खानु होला हामी चाहिँ खायौँ बाई बाई लाफिङ बन्यो भन्दा भने जस्तो मात्र भयो तर त्यस्तो वाउ पनि भएन एक्सपेक्ट अनुसार चाहिँ हाम्रो भएन हामी चाहिँ जस अब अमिलो पिरो यसो थपथाप गरेर यसो अलिअलि मिलाएर खानु पऱ्यो नि त त्यसरी नै हामीले अब खानेछौँ See you on the next video. Bye bye.